सम्पूर्ण दर्शकवृन्द साथीहरुमा स्वागत छ आजको मेरो यस नयाँ भिडियोमा। आज हामी भुन्डी सिरियलको भाग 315 एपिसोडमा अब के हुन्छ त के हुन गइरहेको छ त जब भुन्टीलाई खोजी गरेको हुन्छ टोकले जेरी र भुन्टीका जेठाजुले जब उनले खोज्दै गरेको हुन्छ त अब कसरी भेटाउँछन् त भुन्टीलाई। अब जब सुकुमायाको हाम्रो यहाँ एन्ट्री देखेको पाइन्छ। अब सुकुमायाले अब के गर्छन् त के भुन्टीलाई अब उसले कसरी उद्धार गर्छन् त यस विषयमा हजुरहरूलाई अब आउने एपिसोडको 315 एपिसोडमा अब के हुन गइरहेको छ यसको सम्भावित कुरा र विस्तृत जानकारीहरू हजुरहरूलाई विस्तृत रूपमा दिनेछु। हजुरहरूले मेरो यस च्यानललाई पहिलोपटक हेर्दै हुन्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नुहोला र हजुरहरूले मेरो यस भिडियोलाई कुन ठाउँ र कहाँबाट हेर्दै हुन्छ यसको पनि कमेन्ट मार्फत प्रतिक्रिया दिनुहोला र हजुरहरूलाई मेरो भिडियो कस्तो लागिरहेको छ यसको पनि कमेन्ट मार्फत प्रतिक्रिया दिनुहोला भन्दै आउनुहोस् आजको दर्शकवृन्द। आज हामी भुन्डी सिरियलको 314 एपिसोडमा सर्वप्रथम त के भइरहेको थियो त त्योभन्दा अघिल्लो दिनमा भन्दाखेरि अघिल्लो भिडियोमा भन्दाखेरि जब भुन्टी हराएको हुन्छ त्यसपछि भने हामीलाई उसको म्याडम र भुन्टी भने एक अङ्कमाल गरेको देखिन्छ। तर यहाँ यस भिडियोमा भने हामीलाई देखाएको छैन जहाँ चाहिँ भुन्टीकी आमाले चाहिँ एउटा नराम्रो सपना देख्छ जसले चाहिँ उनी निन्द्राबाट बिउजेर भुन्टीले एकदम भुन्टीसँग कुरा गर्नु भनेर एकदम खोज्छ। तर उनीहरूलाई उसको मम्मीलाई थाहा हुँदैन कि भुन्टी हराइसकेको छ भनेर केही थाहा हुँदैन। त्यसपछि भने हतार भुन्टीकी आमाले भने उसको छोरीलाई फोन लगाउन लाउँछ तर फोन भने लाग्दैन। त्यसपछि भने भुन्टीको बाउले भने उसको भुन्टीकी आमालाई सम्झाउँछ र फोन लागेन भनेर। त्यसपछि भने त्यस दिदीले भने टोकरलाई फोन गर्छ जहाँ चाहिँ टोकरले हराएको भन्ने कुरो उसलाई बताउँछ। यो कुरा भने आमा बाबुलाई भने नभन्नु भनेपछि उसको दिदी पनि चिन्तित हुँदै अब कहाँ गयो होला भन्दै सोध्छ र हाम्रो यस सिरियलको यहाँ चाहिँ त्यसपछि भने देखाइन्छ। त्यसपछि भने हामीलाई भूपेन्द्रको पछिल्ला यादहरू देखाइन्छ जहाँ चाहिँ भुन्टी भने उधो हेरिरहेको हुन्छ जहाँ चाहिँ उसले भूपेन्द्रले भने गलत सोच्छ कि उसले भने अरू केटाले हेरिरहेको भनेर उसले भुन्टीलाई आरोप लगाउँछ। तर भुन्टीले भने हेरिरहेको छैन भन्दै उसँग रिसाउँदै उसले भने उसको भूपेन्द्रको लुगामा लागेको भुवा निकाल्दैछु भनेर देखाइसकेपछि हामीलाई भुन्टीलाई भने भूपेन्द्रले अनि भुन्टीसँग भने उसले बाचा कसम पनि खान्छ कि अबदेखि कहिले हामी शङ्का नगर्नु अब छोड्दिनँ तपाईँलाई भनेर बाचा कसम पनि खान्छ। यो कुरा चाहिँ भूपेन्द्रले सम्झिरहेको हुन्छ जहाँ चाहिँ सम्झेर भने भूपेन्द्र फेरि भावुक हुन्छ र उसको भाउजूले भने फेरि उसलाई भड्काइदिन्छ कि भुन्टीले अब छोडेर गइसक्यो भनेर अब जेरीसँग बिहे गरेर बस्नु भनेर भन्छ। तर भूपेन्द्र पनि भावुक हुन्छ। त्यसपछि भने हामीलाई टोकले र भुवनको सिन देखाइन्छ जहाँ चाहिँ भुन्टीको खोजी तलासीमा भुन्टीहरूलाई देखिन्न। जहाँ चाहिँ गाउँको दिदीले फोन गर्छ कि टोकलेलाई र टोकलेले भने सबै कुरा भन्छ कि भुन्टी हराइसकेको छ भनेर। त्यसपछि भने हामीलाई दुई जोडी देखाइन्छ जहाँ चाहिँ भूमिका र मोहनको सिन देखाइन्छ जहाँ चाहिँ मोहन र भूमिका भने एक दिन माइती आएर फर्किने कुरो गरिरहेको हुन्छ। तर भूमिका भने घर जान मानिरहेको हुँदैन। त्यसपछि भने जबरजस्ती उसले मोहनले भने उसलाई निकै फकाइ उसलाई घर लान्छ। त्यसपछि भने मोहन र भूमिका भने आफ्नो घर हिँड्छ जहाँ चाहिँ उसको बाबु र फेरि आमाले पनि कुरा गर्छ कि यति राम्रो संस्कारी ज्वाइँ र यति राम्रो संस्कार सिकाएको छोरीले यसरी किन घर जान मानिरहेको छैन भनेर। तर उनीहरूले अरू केही सोच्दैन। त्यसपछि भने भुवन र उसको भाइको सिन देखाइन्छ जहाँ चाहिँ उसको भाइले भने यो सोच्छ कि अब उसले भने अब दाइले पनि केही साथ सपोर्ट दिनु होला भन्दै उसले दाइले अनुरोध गर्छ भुवनलाई। तर भुवनले भने भूपेन्द्र पनि यस्तो हालतमा छ अब म कसैको साथ सहयोग गर्दिनँ किनकि मेरो भूपेन्द्रको कारणले गर्दा मेरो घरबार बिग्रिसक्यो र श्रेया पनि मसँग धेरै त्यति राम्रो छैन। ऊ पनि मसँग दिनरात झगडा गरिरहन्छ भनेर देखाइन्छ। त्यसपछि भने त्यो केटा उसको भाइ चाहिँ फेरि त्यो बेलामा हुँदैन। त्यही बेलामा ऊ चाहिँ त्यहाँ यो कुरा सोच्दै बसिरहेको हुन्छ। तर त्यही बेलामा भने भूमिका र मोहन देखाएको छ जहाँ चाहिँ मोहनले भने भूमिकालाई जबरजस्ती र उसले के गरेको छ सबै कुराहरू सुनाउँछ र अब घरमा लगेर ठिक पार्छु भनेर भनिसकेपछि भूमिका भने घर जान मान्दैन। तर उसले जबरजस्ती लाँदै गरेको हुन्छ। यो सब देखेर
भुवनको भाइ भने उसको अर्थात् भूमिकाको दाजु भने त्यहाँ पुग्छ र के भइरहेको छ भनेर सोध्छ। तर मोहनले भने कुरो घुमाइदिइहाल्छ कि हामी यस्तो रोमान्टिक जोडी हौँ भनेर यताउति भनिसकेपछि उसले पनि सायद होला भनेर छोडिदिन्छ। तर र उसले के गर्ने भन्ने कुरो थाहा भएको हुँदैन। त्यसपछि भने हामीलाई एउटा जडियाको सिन देखाइन्छ जहाँ चाहिँ जडिया चाहिँ मातेर आफ्नो श्रीमती पिट्ने र सुकुमायाको भने उसले फोटो लिएर धेरै नै उसको गुणगान र उसलाई धेरै मन पराउँछु भनेर यो सब कुरा सुनाउँछ र आफ्नो बुढी भने नराम्रो खल्लो जस्तो कुरा सुनाउँछ। त्यसपछि भने उसको बुढीले भने पछाडि आएर उसलाई लात्तले हान्छ र उनीहरू दुईजना धेरै बेर झगडा गर्छ। त्यसपछि भने सुकुमायाको सबै फोटो च्यातिदिन्छ जसले चाहिँ त्यस जडियाको भने पारा तात्तिन्छ र दुईजना एकछिन झगडा खेल्छ। त्यसपछि भने बुढी भने उसको श्रीमती भने त्यहाँबाट जान्छ र सुकुमायाको घर गएर सुकुमायासँग पनि झगडा गर्छ जहाँ चाहिँ सुकुमायाले भने उसलाई सम्झाउँछ र उसले भने यो पनि भन्छ कि सुकुमायाले भने यो सबै गाउँको भलो चिताउँछ। तर यसरी तर मम गर्दै आएपछि म केही सहयोग गर्दिनँ, तेरो बुढी आफै सम्हाल भनेर धेरै कुरो भन्छ र पछि फेरि मानेन भने म ठिक पर्छु भनेर भन्छ। त्यही बेलामा भने अचानक त्यहाँ भुन्टी हराएको एउटा खबर देख्छ जहाँ चाहिँ जसले गर्दा चाहिँ सुकुमाया भने एकछिन आत्तिन्छ र भुन्टी भने हराएको कुरो थाहा पाएपछि सुकुमायाको हाम्रो 314औं एपिसोड यहीँ खत्तम हुन्छ। र 315 एपिसोडमा अब के हुन्छ भने जब यो सबै खबर अब सुकुमायाले थाहा पाउँछ, सुकुमायाले भने अब उसको तर्फबाट फेरि उसले पनि भुन्टीलाई खोज तलासी गर्नेछ र आगामी दिनहरूमा हामी देख्नेछौँ कि भुन्टी पक्कै भेटिनेछन् र भुन्टी कुन अवस्थामा भेटिन्छन् भन्ने कुरा हामी अब आउने एपिसोडमा हजुरहरूलाई विस्तृत जानकारी दिनेछौँ। हजुरहरूले अन्तिम समय हेरेर भिडियो साथ दिनुभएको छ भने फेरि एकचोटि लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नभुल्नुहोला भन्दै म यस भिडियोबाट बिदा हुन चाहन्छु। हस्त, धन्यवाद, नमस्ते। सम्पूर्ण दर्शकवृन्द साथीहरूमा स्वागत छ आजको मेरो यस नयाँ भिडियोमा। आज हामी भुन्टी सिरियलको भाग 315औं एपिसोडमा अब के हुन्छ त, के हुन गइरहेको छ त। जब भुन्टीलाई खोजी गरेको हुन्छ टोकले जेरी र भुन्टीका जेठाजुले जब उनले खोज्दै गरेको हुन्छ त अब कसरी भेटाउँछन् त भुन्टीलाई। अब जब सुकुमायाको हाम्रो यहाँ एन्ट्री देखेको पाइन्छ, अब सुकुमायाले अब के गर्छन् त कि भुन्टीलाई अब उसले कसरी उद्धार गर्छन् त यस विषयमा हजुरहरूलाई अब आउने एपिसोडको 315 एपिसोडमा अब के हुन गइरहेको छ यसको सम्भावित कुरा र विस्तृत जानकारीहरू हजुरहरूलाई विस्तृत रूपमा दिनेछु। हजुरहरूले मेरो यस च्यानललाई पहिलोपटक हेर्दै हुन्छ भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नभुल्नुहोला र हजुरहरूले मेरो यस भिडियोलाई कुन ठाउँ र कहाँबाट हेर्दै हुन्छ यसको पनि कमेन्ट मार्फत प्रतिक्रिया दिनुहोला र हजुरहरूलाई मेरो भिडियो कस्तो लागिरहेको छ यसको पनि कमेन्ट मार्फत प्रतिक्रिया दिनुहोला भन्दै आउनुहोस् आजको दर्शकवृन्द। आज हामी भुन्टी सिरियलको 314 एपिसोडमा सर्वप्रथम त के भइरहेको थियो त त्योभन्दा अघिल्लो दिनमा भन्दाखेरि अघिल्लो भिडियोमा भन्दाखेरि जब भुन्टी हराएको हुन्छ त्यसपछि भने हामीलाई उसको म्याडम र भुन्टी भने एक अङ्कमाल गरेको देखिन्छ। तर यहाँ यस भिडियोमा भने हामीलाई देखाएको छैन जहाँ चाहिँ भुन्टीकी आमाले चाहिँ एउटा नराम्रो सपना देख्छ जसले चाहिँ उनी निन्द्राबाट बिउजेर भुन्टीले एकदम भुन्टीसँग कुरा गर्नु भनेर एकदम खोज्छ। तर उनीहरूलाई उसको मम्मीलाई थाहा हुँदैन कि भुन्टी हराइसकेको छ भनेर, केही थाहा हुँदैन। त्यसपछि भने हतार भुन्टीकी आमाले भने उसको छोरीलाई फोन लगाउन लाउँछ तर फोन भने लाग्दैन। त्यसपछि भने भुन्टीको बाउले भने उसको भुन्टीकी आमालाई सम्झाउँछ र फोन लागेन भनेर। त्यसपछि भने त्यस दिदीले भने टोकरलाई फोन गर्छ जहाँ चाहिँ टोकरले हराएको भन्ने कुरो उसलाई बताउँछ। यो कुरा भने आमा बाबुलाई भने नभन्नु भनेपछि उसको दिदी पनि चिन्तित हुँदै अब कहाँ गयो होला भन्दै सोध्छ र हाम्रो यस सिरियलको यहाँ चाहिँ त्यसपछि भने देखाइन्छ। त्यसपछि भने हामीलाई भूपेन्द्रको पछिल्ला यादहरू देखाइन्छ जहाँ चाहिँ भुन्टी भने उधो हेरिरहेको हुन्छ जहाँ चाहिँ उसले भूपेन्द्रले भने गलत सोच्छ कि उसले भने अरू केटाले हेरिरहेको भनेर उसले भुन्टीलाई आरोप लगाउँछ। तर भुन्टीले भने हेरिरहेको छैन भन्दै उसँग रिसाउँदै उसले भने उसको भूपेन्द्रको लुगामा लागेको भुवा निकाल्दैछु भनेर देखाइसकेपछि हामीलाई भुन्टीलाई भने भूपेन्द्रले अनि भुन्टीसँग भने उसले बाचा कसम पनि खान्छ कि अबदेखि कहिले हामी शङ्का नगर्नु, अब छोड्दिनँ तपाईँलाई भनेर बाचा कसम पनि खान्छ। यो कुरो चाहिँ भूपेन्द्रले सम्झिरहेको हुन्छ जहाँ चाहिँ सम्झेर भने भूपेन्द्र फेरि भावुक हुन्छ र उसको भाउजूले भने फेरि उसलाई भड्काइदिन्छ कि भुन्टीले अब छोडेर गइसके भनेर अब जेरीसँग बिहे गरेर बस्नु भनेर भन्छ। तर भूपेन्द्र भने भावुक हुन्छ। त्यसपछि भने हामीलाई टोकले र
भुवनको सिन देखाइन्छ जहाँ चाहिँ भुन्टीको खोजी तलासीमा भुन्टीहरूलाई देखिन्न, जहाँ चाहिँ गाउँको दिदीले फोन गर्छ कि टोकलेलाई, र टोकलेले भने सबै कुरा भन्छ कि भुन्टी हराइसकेको छ भनेर। त्यसपछि भने हामीलाई 2 जोडी देखाइन्छ जहाँ चाहिँ भूमिका र मोहनको सिन देखाइन्छ, जहाँ चाहिँ मोहन र भूमिका भने एक दिन माइती आएर फर्किने कुरो गरिरहेको हुन्छ, तर भूमिका भने घर जान मानिरहेको हुँदैन। त्यसपछि भने जबरजस्ती मोहनले भने उसलाई निकै फकाइ उसलाई घर लान्छ। त्यसपछि भने मोहन र भूमिका भने आफ्नो घर हिँड्छ, जहाँ चाहिँ उसको बाबु र फेरि आमाले पनि कुरा गर्छ कि यति राम्रो संस्कारी ज्वाइँ र यति राम्रो संस्कार सिकाएको छोरीले यसरी किन घर जान मानिरहेको छैन भनेर, तर उनीहरूले अरू केही सोच्दैन। त्यसपछि भने भुवन र उसको भाइको सिन देखाइन्छ, जहाँ चाहिँ उसको भाइले भने यो सोच्छ कि अब उसले भने अब दाइले पनि केही साथ सपोर्ट दिनु होला भन्दै उसले दाइलाई अनुरोध गर्छ भुवनलाई, तर भुवनले भने भूपेन्द्र पनि यस्तो हालतमा छ, अब म कसैको साथ सहयोग गर्दिनँ, किनकि मेरो भूपेन्द्रको कारणले गर्दा मेरो घरबार बिग्रिसक्यो र श्रेया पनि मसँग धेरै त्यति राम्रो छैन, ऊ पनि मसँग दिनरात झगडा गरिरहन्छ भनेर देखाइन्छ। त्यसपछि भने त्यो केटा उसको भाइ चाहिँ फेरि त्यो बेलामा हुँदैन, त्यही बेलामा ऊ चाहिँ त्यहाँ यो कुरा सोच्दै बसिरहेको हुन्छ। तर त्यही बेलामा भने भूमिका र मोहन देखाएको छ, जहाँ चाहिँ मोहनले भने भूमिकालाई जबरजस्ती र उसले के गरेको छ सबै कुराहरू सुनाउँछ र अब घरमा लगेर ठिक पार्छु भनेर भनिसकेपछि भूमिका भने घर जान मान्दैन, तर उसले जबरजस्ती लाँदै गरेको हुन्छ। यो सब देखेर भुवनको भाइ भने उसको अर्थात् भूमिकाको दाजु भने त्यहाँ पुग्छ र के भइरहेको छ भनेर सोध्छ, तर मोहनले भने कुरो घुमाइदिइहाल्छ कि हामी यस्तो रोमान्टिक जोडी हौँ भनेर। यताउति भनिसकेपछि उसले पनि सायद होला भनेर छोडिदिन्छ, तर र उसले के गर्ने भन्ने कुरो थाहा भएको हुँदैन। त्यसपछि भने हामीलाई एउटा जडियाको सिन देखाइन्छ, जहाँ चाहिँ जडिया चाहिँ मातेर आफ्नो श्रीमती पिट्ने र सुकुमायाको भने उसले फोटो लिएर धेरै नै उसको गुणगान र उसलाई धेरै मन पराउँछु भनेर यो सब कुरा सुनाउँछ र आफ्नो बुढी भने नराम्रो खल्लो जस्तो कुरा सुनाउँछ। त्यसपछि भने उसको बुढीले भने पछाडि आएर उसलाई लात्तले हान्छ र उनीहरू दुईजना धेरै बेर झगडा गर्छ। त्यसपछि भने सुकुमायाको सबै फोटो च्यातिदिन्छ, जसले चाहिँ त्यस जडियाको भने पारा तात्तिन्छ र दुईजना एकछिन झगडा खेल्छ। त्यसपछि भने बुढी भने उसको श्रीमती भने त्यहाँबाट जान्छ र सुकुमायाको घर गएर सुकुमायासँग पनि झगडा गर्छ, जहाँ चाहिँ सुकुमायाले भने उसलाई सम्झाउँछ र उसले भने यो पनि भन्छ कि सुकुमायाले भने यो सबै गाउँको भलो चिताउँछ, तर यसरी तर मम गर्दै आएपछि म केही सहयोग गर्दिनँ, तेरो बुढी आफै सम्हाल भनेर धेरै कुरो भन्छ र पछि फेरि मानेन भने म ठिक पार्छु भनेर भन्छ। त्यही बेलामा भने अचानक त्यहाँ भुन्टी हराएको एउटा खबर देख्छ, जहाँ चाहिँ जसले गर्दा चाहिँ सुकुमाया भने एकछिन आत्तिन्छ र भुन्टी भने हराएको कुरो थाहा पाएपछि सुकुमायाको हाम्रो 314औं एपिसोड यहीँ खत्तम हुन्छ र 315 एपिसोडमा अब के हुन्छ भने जब यो सबै खबर अब सुकुमायाले थाहा पाउँछ, सुकुमायाले भने अब उसको तर्फबाट फेरि उसले पनि भुन्टीलाई खोज तलासी गर्नेछ र आगामी दिनहरूमा हामी देख्नेछौँ कि भुन्टी पक्कै भेटिनेछन् र भुन्टी कुन अवस्थामा भेटिन्छन् भन्ने कुरा हामी अब आउने एपिसोडमा हजुरहरूलाई विस्तृत जानकारी दिनेछौँ। हजुरहरूले अन्तिमसम्म हेरेर भिडियो साथ दिनुभएको छ भने फेरि एकचोटि लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नभुल्नुहोला भन्दै म यस भिडियोबाट बिदा हुन चाहन्छु। हस्त, धन्यवाद, नमस्ते।